तपाईहरुले रेमिनी एपको बारेमा त धेरै सुन्नु भएको होला। कतिले त रेमिनी एप चलाउनु पनि भएको होला। त्यो रेमिनी एप चलाउँदाखेरि चाहिँ त्यहाँनेरि एड्स को प्रब्लम हुन्छ, त्यहाँ एडहरु धेरै आउँछ र एक दिनमा तपाईहरुले 5 वटा भन्दा बढी फोटो पनि एडिट गर्न त्यसबाट सक्नुहुन्न है। त्यसकारणले आज म तपाईहरुलाई रेमिनी एपको चाहिँ एउटा एपीके मोड भर्जन भन्ने दिदै छु, जुन चाहिँ त्यो तपाईहरुले चाहिँ अनलिमिटेड फोटोहरुलाई एडिट पनि गर्न सक्नुहुनेछ र त्यसलाई फोटो इन्हान्स अथवा कलर ग्रेडिङहरु गर्दाखेरि तपाईले चाहिँ कुनै पनि किसिमको एडभर्टाइजिङहरु चाहिँ हेर्नु पर्ने छैन है त। म तपाईहरुलाई यहाँनेरि एक दुईवटा गरेर देखाउँदै छु, जुन चाहिँ तपाईहरुले पनि मैले दिएको लिंकबाट त्यो डाउनलोड गरेर आफ्नो मोबाइलमा इन्स्टल गर्न सक्नुहुनेछ र त्यहाँबाट पनि तपाईहरुले चाहिँ यसलाई युज गर्न सक्नुहुनेछ है त। यो रेमिनी एप मैले ओपन गर्दै छु। यो रेमिनी एप ओपन भइसकेपछि यहाँ म एउटा फोटोको एडिट गरेर तपाईहरुलाई देखाउने छु। तपाईहरुले हेर्नु होला। जस्तै यहाँनेरि मैले यो फोटो मैले चुज गरे। अब यो फोटोलाई चाहिँ मैले इन्हान्स गर्दाखेरि चाहिँ यहाँनेरि मैले इन्हान्स थिच्ने बित्तिकै यदि नर्मल इन्हान्स रेमिनी हो भने चाहिँ त्यहाँनेरि चाहिँ तपाईलाई चाहिँ एड हेयर भन्छ, तर अब हामीले चाहिँ यसलाई एड हेयर राख्नु पर्दैन है त। हेर्नुस् मैले यहाँनेरि भयो। अब यहाँनेरि यसले आफ्नो काम गर्दैछ हैन। यसले आफ्नो काम गर्दैछ। यहाँ कुनै किसिमको एडहरु देखाइएको छैन, कुनै किसिमको एड देखाइएको छैन। अब यसले चाहिँ इन्हान्स गरिसक्यो, यसले फोटो इन्हान्स गरिसक्यो। यहाँनेरि कुनै किसिमको एडहरु पनि देखाइएको छैन। यहाँ कुनै किसिमको फोटो इन्हान्स गर्नको लागि एडहरु देखाएको छैन। अब यहाँ तपाईहरुले धेरै कुराहरु गर्न सक्नुहुन्छ हैन। अब यो फिक्स फोटो छ, यसको यो फोटोको ब्याकग्राउन्डहरु त्यति देखिएको छैन। त्यसकारणले हामीले यसलाई ब्याकग्राउन्ड ब्लर गर्छौं भन्दा यो सायद अलि नमिल्ला। कलर ग्रेडिङ गर्न तपाईले यसमा सक्नुभयो। तपाईलाई जुन कलरहरु यसमा मन पर्छ त्यो कलरहरु तपाईले यहाँबाट पिकअप गर्न सक्नुहुनेछ, त्यो कलरहरु हैन। अब यो पनि तपाईहरुले चाहिँ अब नर्मलबाट गर्दाखेरि चाहिँ सायद यसमा पनि एड हेर्नु पर्थ्यो होला, तर यहाँ चाहिँ अहिले एड हेरिराख्नु पर्ने छैन। अब हामीले यसलाई मैले यहाँनेरि अब सेभ गर्दा पनि यहाँ कुनै किसिमको एडभर्टाइजिङहरु चाहिँ आउने छैन। म त्यो पनि तपाईहरुलाई गरेर देखाउने छु। हेर्नु होला। मैले यहाँनेरि यसलाई नर्मल सेभमा टच गरे र यो अटो सेभ भएको छ। यसमा कुनै किसिमको चाहिँ एडहरु आएको छैन। यदि तपाईहरुलाई यो रेमिनी एप चाहिन्छ भने चाहिँ मेरो युट्युब च्यानलमा यहाँनेरि तल चाहिँ यसको लिंक हाल्दिएको छु। त्यो लिंक चाहिँ तपाईहरुले त्यहाँबाट ओपन गरेर यसलाई डाउनलोड गरेर आफ्नो मोबाइलमा रिस्टोर गर्न सक्नुहुनेछ। यो एकदम फ्री हो, तपाईहरुले पनि यसलाई युज गर्न सक्नुहुनेछ।